रोनाल्डोले चाहिँ अल नासर छोड्ने स्योर भइसकेको छ र यो चाहिँ रोनाल्डोले आफैले ट्विटरमा हालेर पोस्ट गरेको थियो। च्याप्टर इज ओभर बट द स्टोरी स्टिल बिङ रिटर्न भनेको छ। च्याप्टर ओभर भनेको चाहिँ अल नासरसँग स्टोरी सकिसक्यो, अब अल नासर म छोड्छु। स्टोरी भनेको चाहिँ फुटबल हिस्ट्रीमा अझ धेरै रेकर्डहरू ब्रेक गर्नै छ भनेको। रोनाल्डोको यो सिचुएसन चाहिँ मलाई के लाग्छ भने टोटली अल नासर छोड्नु चाहिँ सही डिसिजन हो जस्तो लाग्छ, किनभने फ्यान्स पुरै अगेन्स्ट भइसकेको छ। यो अल नासरको फ्यान्सहरूको मैले नबुझेको कुरा भनेको चाहिँ कुन सा ट्रफी जितेको थियो र गाइजहरूले रोनाल्डोले ट्रफी जितेन भन्न। हिस्ट्रीको वान अफ द ग्रेटेस्ट प्लेयर पाएको छ क्लबमा, त्यही पनि डिसरेस्पेक्ट गरेर निकाल्नु चाहिँ द्याट्स भेरी ब्याड के। सो रोनाल्डोको नेक्स्ट मुभ के हुन्छ त? अल हिलालमै जाने हुन्छ कि युएसए तिर कुनै क्लबमा जाने हुन्छ कि? सो रिसेन्ट न्यूजमा चाहिँ के छ भने फिफा प्रेसिडेन्ट डोनाल्ड ट्रम्प र साउदीको प्रिन्सको चाहिँ एउटा मिटिङ भएको थियो र त्यो मिटिङमा चाहिँ मोस्टली अब क्लब वर्ल्ड कप के बारेमा डिस्कस भएको र अर्को डिस्कसन चाहिँ के पनि हुन सक्छ भने रोनाल्डोको ट्रान्सफरको बारेमा। रोनाल्डो चाहिँ त्यहाँबाट अल हिलाल गएर चाहिँ क्लब वर्ल्ड कप खेल्ने र त्यसमा चाहिँ फर्स्ट म्याच रोनाल्डो भर्सेस रियल मैड्रिड हुने चान्सेस हुन्छ। र अझ अर्को कुरा भनेको चाहिँ MLS को कुनै क्लबमा गए पनि हुन्छ, स्पेशली इन्टर मायामीमा गयो भने त झन् भ्युअरशिप धेरै पाउँछ र पैसा पनि धेरै कमाउँछ फिफाले। सो मेस्सी र रोनाल्डो एउटै क्लबमा एउटै टिमलाई डिफेन्ड गरेर खेलेको हेर्न चाहिँ रमाइलो आउँछ। स्पोर्टिङमा त जान्छ जस्तो लाग्दैन मलाई। अर्को भनेको चाहिँ रोनाल्डो युरोपमा कुनै क्लबमा फर्किने कुरा पनि देखिरहेको छु मैले रिपोर्ट्समा। रोनाल्डोले चाहिँ यो सबै डिजर्भ गर्दैन क्या। अल नासरमा त्यस्तै, युनाइटेडबाट निक्लिँदा त्यस्तै। तपाईहरुलाई के लाग्छ रोनाल्डोको नेक्स्ट क्लब चाहिँ कुन होला र कता जाँदा चाहिँ रोनाल्डोको लागि बेस्ट होला? रिटायरमेन्ट त प्लान चाहिँ छैन भन्छु